back to my channel. It's your episode and Bestie. Today I'm going to Rainbow South and the boss is already here. Bro. दिदीलाई देखाउने नानी नानी हेलो गर बहिनीले गरेर कहाँ जाने हो माइमी गरे बुर्जिङ खोला फिस हेर्न जाने हो हामी है भयो कलबारीमा क्रुसको छाया छ कलबारीमा क्रुसको छाया छ जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई कृष्णको माया छ जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ यस्तै मलाई कृष्णको माया छ जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ यस्तै मलाई कृष्णको माया छ हेलो गर त दुईटा ल माथि यस्तो गएर आमालाई समात दुईजनाले तोड्न सक्छु सैतानको बारलाई तोडेपछि देख्छौ तिमीले कलबारी डाँडालाई सम्पूर्ण मण्डली परिवारलाई प्यारो प्रभु येशू ख्रीष्टको नाममा जय मसीह जब हामी चाहिँ सेवा सुरु गर्नेछौँ आज हामीले चाहिँ परमेश्वरले यस ठाउँ दिनुभएको छ यस ठाउँमा लिएर आउनु भएको छ सुरुको साथ र हामी चाहिँ अब सुरुको प्रार्थना गर्नेछौँ सुरुको प्रार्थनाको निम्ति चाहिँ आदरणीय आमालाई म अनुरोध गर्दछु
हामी सुनौलो सहरमा जान्छौँ हामी ईश्वरको साथ हिँड्छौँ भन्दा धेरै पानी छ हैन समुद्रै समुद्र छ पृथ्वी वरिपरि यदि समुद्र उल्लेर आयो भने 3 भागको 1 भाग पानी छ अनि पानीले जलथल भएर जहाँपट्टि बाढी आयो भने सबै डुब्छ किनभने पृथ्वीमा हेऱ्यो भने हामीले 3 भाग पानी 1 भाग जमिन छ त्यसकारण त्यो 1 भाग जमिनले 3 भाग पानी त्यसै पनि डुबिन्छ है जम्मा भएको पानीले समुद्र भन्नुभयो अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो 11 अनि परमेश्वरले भन्नुभयो भूमिले अब जमिन र पानी भयो हैन अनि भूमिले के गर्छ वनस्पति बिउ हुने आज हरेक वनस्पतिको आफ्नै बिउ हुन्छ
जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई कृष्णको माया छ धानको बाला आलीमा लराबर ख्रीष्टको माया धनी गरी सबैलाई बराबर कलबारीमा क्रुसको छाया छ जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई कृष्णको माया छ जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई कृष्णको माया छ तोड्न सक्छौ सैतानको बारलाई तोडेपछि देख्छौ तिमीले कबारी 2026 but कबरीमा कृष्णको छाया छ अलि माथि हो क्या दिदी जस्तो तिमीलाई यो गर्मीमा पानीको तृष्णा छ त्यस्तै मलाई कृष्णको माया I'm gonna show you what I have. A window, a pen, a seat, a porch, no legroom, a coat. When I was an artist, I had so much legroom. My mom and sister behind me and beside me. A porch. That's it. So guys, back again. And how do you like my trip to Eagle Views or Rainbows? I don't know. I think it's both, bro. I think it's both. So how do you like my trip? And don't forget to like, share, and comment and subscribe. Okay, bye bye. Please don't forget to comment below which did you like it or not. Okay, bye bye. Peace.